नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। इलाम र पास्थरको सीमावर्ती क्षेत्रमा आगलागी हुँदा करिब 2 करोड मूल्य बराबरको क्षति। सोमबारदेखि मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संघीय संसदद्वारा सुरु। सरकारलाई घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यस स्तरपर गम्भीर हुन सरकारको ध्यानकर्षण। बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको सरकारद्वारा निष्कर्ष। सिराहामा आफूहरूको माग सम्बोधन नगरेको भन्दै सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने, कर वृद्धि फिर्ता लगायत 8 बुँदे माग पूरा नगरेको 9 दिन आन्दोलनका कार्यक्रम घोषणा। र नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न 3वटा उपसमिति गठन। अब समाचार विस्तारमा। इलाम र पास्थरको सीमावर्ती क्षेत्र राकी बजारमा आगलागी हुँदा करिब 2 करोड मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ। देउमै नगरपालिका 1 का स्थानीय ठालुराम श्रेष्ठको घरमा गैर राति आगलागी भएको थियो। बेलुका करिब 8 बजेबाट सुरु भएको आगो लागि राति 11 बजे निभाएको थियो। पास्थरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयवासी र सुरक्षाकर्मीले आगो निभाएका थिए। आगलागीबाट 3वटा सटर सहितको घर जलेको छ भने आगलागीबाट राकी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्री बहादुर बिष्टको जुत्ता, चप्पल र फेन्सी पसल तथा तिल विक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ। मेची राजमार्गसँगै जोडिएको राके बजारमा करिब 2 वर्ष अगाडि पनि आगलागी भएको थियो। सिन्धुपाल्चोकको तिपेनीबाट काठमाडौँका लागि छुटेको बाद 3ख814 नम्बरको आमा हेल्मो यातायातको बस आइतबार बेलुका काठमाडौँको जहरसिंह पौवामा दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। घाइते हुनेहरूमा सागर श्रेष्ठ, अनु थापा, तारा थापा, शङ्ख गोले, दिलबहादुर राई र राजन राउत रहेको प्रहरीले जनाएको छ। 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सागर श्रेष्ठ र दिलबहादुर राई गम्भीर घाइते भएका छन्। घाइतेहरूको सुषमा कोइराला मेमोरियल अस्पताल साखु र वीर अस्पतालमा उपचार भइरहेको महानगर प्रहरी प्रभाग साखुका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो। बस चालक र सहचालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलडारी गाउँपालिका 1 का 16 वर्षीय किशोरीमाथि बलात्कार गरी फरार रहेको अभियुक्त जनक खड्काले प्रहरीले पक्राउ गरेको छ। अभियुक्त खड्कालाई बेलडारी क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपनिरीक्षक कृष्णराज ओझाले बताउनुभयो। शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मनबहादुर बिष्टलाई पक्राउ गरेको थियो। शुक्रबार राति घरमा पूजा भइरहेको बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो। पक्राउ परेका 2 जना विरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। संघीय संसदले सोमबारदेखि मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ। प्रतिनिधि सभा सञ्चालन नियमावलीको परिप्रेक्षित 8ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो। नियमावलीको परिच्छेद 8ले नेपाल सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्त्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था गरेको छ। प्रश्नोत्तरको व्यवस्थाको कार्यान्वयन भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका विषयमा सांसदहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलसँग मौखिक प्रश्न सोधे थिए। सांसद सञ्जय कुमार गौतमले बजेट वक्तव्यको बुदा नम्बर 49 मा आर्थिक रूपमा विपन्न समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च प्राविधिक तथा व्यावसायिक अध्ययनका लागि 5% ब्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको र सोको कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिलेसम्म मिलाइसक्ने भनेर प्रश्न गर्नुभएको थियो। कुनै पनि वित्तीय संस्थाहरू तयार भएका छैनन्। उनीहरू नेपाल सरकारले बजेटमा लिएर आयो तर कुनै पनि किसिमको निर्देशन छैन। हामीहरूले यसरी दिन सक्दैनौँ भन्छन्। त्यही कारण युवा विद्यार्थीहरू आज यो कर्जाको उपयोग गर्नबाट वञ्चित भएका छन्। उनीहरूले उच्च शिक्षाका अवसरहरू गुमाउनु परेको छ। यो विषयमा नेपाल सरकारले के गरिरहेको छ? यो खाली बजेटमा मात्रै आएको हो कि खाली पपुलर नारा मात्र दिएको हो कि वास्तवमा कार्यान्वयनका लागि सरकार गम्भीर छ? यो सम्बन्धमा शिक्षा मन्त्रालयले के गर्दैछ? यसतर्फ
म शिक्षा मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र म प्रश्न सोध्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब सांसद गौतमको मौखिक प्रश्नको उत्तर दिँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले उच्च शिक्षा अध्ययनका लागि निर्याजी र सहुलियतपूर्ण ऋण प्रवाह गर्नका लागि कार्यविधि तयार भइसकेकाले पहिलो चौमासिकमा नै कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा मन्त्रालय लागिरहेको स्पष्ट पार्नुभयो। सभामुख महोदय, यो ज्यादै महत्त्वपूर्ण छलफलको जो प्रक्रिया सुरु भएको छ, सम्माननीय सभामुख महोदयलाई धन्यवाद दिन चाहन्छु। हामी जनप्रतिनिधि संस्थाप्रति थप उत्तरदायी हुने एउटा नयाँ ऐतिहासिक प्रक्रिया सुरु भएको छ। म माननीय सञ्जय गौतमज्यूलाई धन्यवाद दिन चाहन्छु। यो 2 वर्ष अगाडि नै नेपालमा उच्च शिक्षा पढ्नको लागि सरकारले विभिन्न विधिहरू अवलम्बन गर्ने, त्यसमध्येमा यो सफ्ट लोन पनि एउटा विधि हुन सक्दछ। त्यसलाई अगाडि बढाउनुपर्छ भनेर नीति कार्यक्रममा आएको थियो र यो वर्ष यसपटकको नीति कार्यक्रम र बजेटमा पनि यो परेको छ। शिक्षा विज्ञान प्रविधि मन्त्रालयको कोणबाट निर्व्याजी र सहुलियतपूर्ण ऋण प्रदान गर्ने कार्यविधि तयार भइसकेको छ। हाम्रो कोसिस यो पहिलो चौमासिकमै। सांसद गौतमको प्रश्नमा सम्बन्धित मन्त्री पोखरेलले जवाब दिएपछि सांसदहरू प्रेम सुलाल, विरोध खतिवडा, तेजुलाल चौधरी, राजेन्द्र कुमार केसी, अमरेश कुमार सिंह लगायतले पूरक प्रश्न राखेका थिए। पूरक प्रश्नको सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकार पहिलो चौमासिक नै उच्च शिक्षामा सफ्ट लोनको व्यवस्थाले कार्यान्वयन गर्ने लक्ष्यका साथ अघि बढिरहेको भन्दै कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको थियो। सत्तारूढ दलका सांसदले सरकारले चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारलाई ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चौनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भइरहेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानकर्षण गराउनुभयो। विकास निर्माण लगायत काममा पनि सरकार अघि बढिरहेको बेला सङ्घीयता नै खतरामा पर्ने गरी विभिन्न क्षेत्रबाट सरकारले घेराबन्दी गर्ने काम भइरहेको उहाँको दाबी थियो। शून्य समयमा बोल्दै अन्य सांसदहरूले आफ्नो क्षेत्रको समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराए। सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गरी अलपत्र अवस्थामा रहेको लुम्बिनीदेखि भैरवा विमानस्थल हुँदै कृष्णनगरसम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र 7 गाउँपालिकामा अझै पनि वैद्यिक सुविधा नपुगेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सरकारले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको निष्कर्ष निकालेको छ। आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुख लगायतलाई धन्यवाद दिएको हो। सम्मेलन सफल पार्नका लागि सहयोग पुर्याएकोमा बैठकले केन्द्र सरकारका विभिन्न निकाय, सबै स्थानीय सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रलाई धन्यवाद पनि दिएको छ। साथै सम्मेलनका क्रममा यातायात लगायत क्षेत्रमा सर्वसाधारणले भोग्नु परेको दुःख मर्का प्रति संवेदनशील भन्दै आगामी दिनमा वैकल्पिक उपाय खोजेर सर्वसाधारणलाई कष्ट नपर्ने व्यवस्था गर्न पनि सरकारले प्रतिबद्धता जाहेर गरेको छ।
बिमस्टेक सम्मेलन जुन प्रभावकारी रूपमा सम्पन्न भएको छ, यसका लागि मित्र राष्ट्रका बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सबैलाई धन्यवाद दिएको छ। सँगसँगै यो सम्मेलन सफल पार्नको निम्ति, बिमस्टेक सफल पार्नको निम्ति नेपालका विभिन्न निकायहरूले, नेपालभित्र रहेको विभिन्न निकायहरूले र सँगसँगै नागरिकहरूले, सञ्चार माध्यमले जसरी प्रभावकारी भूमिका खेल्नुभयो, यसका लागि सबैलाई सरकारका, यसका जिम्मेवार सरकारको मन्त्रीहरू, विभिन्न निकायहरू, स्थानीय सरकार, प्रदेश सरकार, नागरिकहरू, मिडिया सबैलाई धन्यवाद दिने निर्णय गरेको छ। सँगसँगै बिमस्टेकले जुन अप्ठ्यारो पर्यो, ट्राफिकमा समस्या पर्यो, कतिपय नागरिकहरूको आवत जावतमा समस्या पर्यो, अथवा यो कन्फरेन्सको कारणले जुन समस्याहरू नागरिकहरूले, जनताहरूले बेहोर्नु पर्यो, यसप्रति संवेदनशील, सरकार संवेदनशील भएको छ र यो सफलताले यी सबैलाई बिर्साउनु पर्दछ र आगामी दिनमा हामीले यसका अरू वैकल्पिक उपायहरू पनि खोजेर सकेसम्म नागरिकहरूलाई, जनताहरूलाई कष्ट नहुने अवस्था सिर्जना गर्ने कुरामा पनि मन्त्री परिषदको एकदमै गम्भीरतापूर्वक ध्यान आकर्षण भएको छ र म आज मन्त्री सरकारको तर्फबाट यसमा जे दुःख परेको छ यसप्रति चाहिँ सरकार गम्भीर भएको कुरा व्यक्त गर्न चाहन्छु। अब अर्को चाहिँ आजको क्याबिनेटमा संस्थान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति, खाद्य सुरक्षा तथा गुणस्तर नियमनका लागि सैद्धान्तिक स्वीकृति, पशु स्वास्थ्य तथा पशु सेवा परिषद सम्बन्धी व्यवस्थाको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मुख्य रूपमा कानुनका हिसाबले यिनै महत्त्वपूर्ण कुरा हुन्। यति नै हो। धन्यवाद। त्यसैगरी बैठकले संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि र पशु सेवा परिषद सम्बन्धी व्यवस्थाका लागि विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिनुभयो। सिराहाको मिर्चया नगरपालिकाले आफूहरूको माग सम्बोधन नगरेको भन्दै सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। आइतबार बसेको समितिको बैठकले मिर्चया नगरपालिकाले कर वृद्धि फिर्ता लगायत 8 बुँदे माग पूरा नगरेको 9 दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। आन्दोलन अन्तर्गत भदौ 19 गते नगरमा विरोध रैली तथा कोर सभा, 20 गते नगरपालिकाको मूल गेटमा धरना र 21 गतेदेखि 24 गतेसम्म विभिन्न वडा कार्यालय अगाडि धरना दिने कार्यक्रम तय गरिएको छ। यसअघि साउन 29 गते ज्ञापन पत्र बुझाउँदै नगरपालिकाका मेयर शरण कुमार यादवले 15 दिनभित्र माग सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाउनु भएको थियो। घोषित आन्दोलनले समेत माग पूरा नभई कडा आन्दोलनमा जान बाध्य हुने समेत समितिले चेतावनी दिएको छ। नेपाल चिकित्सक सङ्घ नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौँमा र्याली सहित प्रदर्शन गरेका छन्। नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्याली सहित प्रदर्शन गरेका हुन्। चिकित्सकलाई अपराधी करार गर्ने खालको कानुन व्यवस्था नयाँ मुलुकी ऐनमा गरेपछि त्यसको विरोधमा प्रदर्शन उत्रनु परेको चिकित्सकहरूले बताएका छन्।
र्यालीपछि नयाँ बानेश्वरमा आयोजित कोर सभामा बोल्दै नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठले नयाँ मुलुकी ऐन संशोधन गर्न आफूहरू आन्दोलनमा जान बाध्य हुनु परेको स्पष्ट पार्नुभयो। चिकित्सकहरूलाई जेल सजाय दिने कानुन व्यवस्था तत्काल नहटाए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो। मात्रै हामी सम्झौता गर्नेछौँ। यदि राज्यले हामीलाई पेलेर जाने मनस्थितिमा गयो भने त्यो पेल्नेको विरुद्धमा हामी यसभन्दा कडा भएर उत्रनेछौँ। हामीले यहाँहरूलाई भनिसकेका छौँ, 21 गतेसम्मको कार्यक्रम दिइसकेका छौँ। 21 गतेपछि हाम्रो जुन बन्दको कार्यक्रम हुन्छ र हामीले केही समय हेर्छौँ राज्यलाई, राज्यले हाम्रो भनौँ न धैर्यतालाई धैर्यता जुन छ त्यो धैर्यताको मूल्याङ्कन कमजोरी ठान्यो भने हामीले त्यसपछि यसभन्दा पनि बढी कडा आन्दोलनमा जानेछौँ। यसमा यहाँहरू सबैको सहयोग हुनेछ, सद्भाव रहनेछ। मुलुकी ऐन विदेशमा हुने आचार संहिताका बारेमा मेडिकल नेग्लिजेन्स सुन्नु होला तपाईँहरूले है। अनि अब यस मुलुकी ऐन नेपालको यो अहिले आएको सोसाइटीमध्ये कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारले ल्याएको सो ऐन जनता मारा भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नयाँ मुलुकी ऐनमा चिकित्सकहरूलाई कामै गर्न नदिने व्यवस्था गरेको भन्दै सो व्यवस्था हटाएर उपयुक्त नीति तय गर्न सरकारवाला निकायहरूसँग छलफल गर्न पनि सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। लोन गरेर स्वास्थ्य क्षेत्रलाई लोन गरेर खाने राज्यले, राजनीतिक नेतृत्व पक्षले, अनि त्यसपछि त्यसको उचित के अरे दोष चाहिँ डाक्टरले पाउने त्यो हुन सक्दैन। यो बिरामी मारा कानुन हो, बिरामी मारा कानुन हो। डाक्टरले त म एउटा भन्छु, डाक्टरले चाहिँ रिफर गर्दैन, रिफर गर्दैमा डाक्टर पनि लागि जाँदैन। त्यो दुःख पाउने कसले भयो, दुःख पाउँछ कसले भनेदेखि त बिरामीले दुःख पाउँछ। बिरामी मारा चाहिँ कानुन हो, त्यस कारण यो कानुन फिर्ता लिनुपर्ने हुन्छ। कानुन फिर्ता लिनुपर्छ अनि सबै स्टेक होल्डरसँग बसेर छलफल गरेर अनि कुन चाहिँ उपयुक्त कानुन हुन्छ त्यो चाहिँ बनाउनुपर्छ, त्यो चाहिँ लागू गर्नुपर्छ र यो कानुन फिर्ता गर्नुपर्छ। मैले हेरेको बिरामी हो, मलाई पनि हुन्छ। आफ्ना बिरामी गरेको थिए। चिकित्सकहरूले अपराधी सरह जेल सजाय दिने व्यवस्था कानुनमा भए पनि सो व्यवस्था हटाउन माग गर्दै सरकारको विरोधमा प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले शुक्रबारसम्म पनि आफूहरूको माग सम्बोधन नगरे देशभरका सबै अस्पतालको सेवा बन्द गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएका थिए। अब फेरि समाचारमा विश्रामपछि संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने प्रधानमन्त्री केपी ओलीको भनाई। र नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न 3वटा उपसमिति गठन। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी ओलीले संविधान दिवस जनताको दिवस बनाउनु पर्ने बताउनु भएको छ। संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री ओलीले जनताको ठूलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई जनताको दिवसको रूपमा मनाउनु पर्ने आवश्यकता औलाउनु भएको हो। आइतबार सिंहदरबार स्थित गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी असोज 3 गते मनाउन लागि संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहलाई पनि सचेत गराउनुभयो। मुलुकको सुन्दर भविष्य कोरिएको संविधान दिवसलाई धुमधामका साथ मनाउन आफ्नो ठाउँबाट आवश्यक तयारी गर्न पनि प्रधानमन्त्री ओलीले मतहतका निकायलाई सचेत गराउनुभयो। उहाँले यो संविधानको महत्त्व झल्काउने खालका गतिविधि संविधान दिवसको अवसर पारेर अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले हिमाल पहाड तराई मधेसको उत्सवको रूपमा संविधान दिवसलाई मनाउनु पर्ने पनि स्मरण गराउनुभयो। हाम्रा कार्यक्रमहरू सरकारले बनाएपछि ठक्कै सरकारी कार्यक्रम जनताले सङ्घर्ष गरेर ल्याए अनि त्यो कार्यक्रम चाहिँ उपलब्धि चाहिँ सरकारी हुन्छ अनि कर्मकाण्डी
एउटा चाहिँ एक दिनको पूजा लगाए जस्तै हुन्छ, त्यति नै सीमित। एउटा बाहुन आउँछन्, केही जजमानहरू वरिपरि बस्छन्, एउटा बाहुनले एउटा वक्तव्य दिन्छन्, कार्यक्रम सिद्धियो। 4वटा झाँकी हिँड्छन्, त्यतिमा सिद्धियो। यो त्यस्तो सीमित हुनु हुँदैन। यो जनताले ठुलो बलिदानबाट ल्याएको, जनतालाई हामीले भन्नुपर्छ यो कार्यक्रम सिँगै नेपालको, सिँगै नेपालीको कार्यक्रम। यो कार्यक्रम हामीले बुझाउनुपर्छ। यो तराई मधेसको कार्यक्रम हो। यो हरेक जातिका, हरेक भाषाका जनताको कार्यक्रम हो। हरेक पेसा व्यवसायका जनताको कार्यक्रम हो। यो महिला पुरुष सबैको कार्यक्रम हो। यो बालबालिकादेखि बुढाबुढीसम्मको कार्यक्रम हो। र हामीले बताउनुपर्छ यो मालपाड जतासुकै कार्यक्रम। यो हाम्रो सुन्दर भविष्यको रेखाङ्कन गरिएको कार्यक्रम। त्यसकारण हामीले यसलाई धुमधामसँगै मनाउनुपर्छ, जनस्तरमा मनाउनुपर्छ। सरकारले नमनाउनु हुँदैन, मनाउनै पर्छ। तर त्योभन्दा बढी जनस्तरमा यो मनाइनुपर्छ। म नगरपालिकाहरूलाई भन्न चाहन्छु, नगरपालिकाहरू झाँकीमय हुनुपर्छ। झाँकी लिएर नगरपालिकालाई बिहान यसो बोलायो एउटा चाहिँ अनि यसो हल्लाउने चाडबाड हुन्छ। सहर झाँकीमय हुनुपर्छ। प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई संविधान दिवसको अवसर पारेर 1 हप्ताका लागि भए पनि मोबाइल सेवामा सहुलियत दिन पनि आग्रह गर्नुभयो। उहाँले संविधान दिवसको अवसर पारेर समृद्धिका लागि आवश्यक जनचेतना फैल्याउने खालका निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर संविधानको पुस्तकको आकारमा ढुङ्गाको स्मारक बनाउन पनि मतहतका निकायलाई निर्देशन दिनुभयो। नयाँ ढङ्गबाट संविधान दिवस मनाउन सबै पक्ष लगाउनु पर्ने प्रधानमन्त्री ओलीको जोड छ। आकारमा एउटा ठुलो ढुङ्गा नेपालको संविधानको यसो पछाडिपट्टि जारी भएको मिति पछाडिपट्टि लेखिदियो 2072 आश्विन 3 पछाडिपट्टि लेखिदियो। हाम्रो संसद भवन बनेपछि त्यसको अगाडि त्यसलाई राखौँला। अहिले चाहिँ बनाउँ, त्यो धेरै कलात्मक, धेरै मेहनत गर्नु पर्दैन। एउटा ठाउँलाई यहीँ 2-4 दिन 2-4 जना कर्मी लगाउनुहोस्। नेपालको संविधान ठ्याक्क पुस्तकका आकारमा खोज्नुहोस्। संसदको अगाडि नेपालको संविधान राख्नु एउटा स्मारक। संविधान नेपालको संविधान लेख्नु, त्यसमा पछाडिपट्टि लेख्नु मिति। यस्ता अनेक चिज गर्न सकिन्छ जो केही नयाँ चिजहरू हो, केही व्यापकता होस्, केही जनव्यापी होस्, केही पछिसम्म रहने खालका कुराहरू हो। यस वर्षको संविधान दिवसले सफल बनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति र त्यस अन्तर्गत प्रचार प्रसार उपसमिति, मञ्च सजावट तथा मञ्च व्यवस्था समिति लगायतका उपसमितिहरू गठन गरिएको छ। राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा असोज 3 गते सैनिक मञ्च चुरीखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री एवं संविधान दिवस मूल समारोह समितिका अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुहुनेछ। नेपाली कांग्रेसको निधान संशोधन मस्यौदा तयार पार्न 3वटा उपसमिति गठन गरिएको छ। नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले आइतबार पत्रकार सम्मेलन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचना सम्बन्धी उपसमिति, कार्य विभाजन सम्बन्धी उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्था सम्बन्धी उपसमिति गठन गरिएको जानकारी गराएको हो। राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचना सम्बन्धी उपसमितिका
फर्मुला मसुर संयोजक तथा आनन्द प्रसाद ढुङ्गाना र नरविन्द्र राज जोशी र महालक्ष्मी डिना सदस्य रहनु भएको छ। त्यसैगरी पार्टीका सबै निकायको काम कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डाक्टर मिलेन्द्र रिजाल संयोजक तथा दिलेन्द्र प्रसाद बडु, सीता गुरुङ र मदन बहादुर अमात्य रहनु भएको कार्य विभाजन सम्बन्धी उपसमितिलाई दिएको छ। मनबहादुर विश्वकर्मा संयोजक तथा रमेश लेखक, प्रदीप पौडेल र अमर सिंह पुन अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमितिमा रहनु भएको छ। तीनैवटै उपसमितिले आगामी भाद्र 23 गते भित्र विधान संशोधन सम्बन्धी प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश पनि दिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो। क्षेत्रहरू पहिचान गर्यौं र चाहिँ त जसरी हामीले संशोधनका आधारहरू तय गर्यौं त्यसपछि विषयगत क्षेत्र पहिचान गर्यौं त्यसै आधारमा यो समितिले 3वटा उपसमिति बनाएको छ। यो 3वटा उपसमिति मध्ये एउटा संरचना सम्बन्धी उपसमिति, त्यो संरचना सम्बन्धी उपसमितिमा आदरणीय फर्मुला मन्सुर, आनन्द प्रसाद ढुङ्गाना, नवीन्द्र जोशी र महालक्ष्मी डिना 4 जना संरचना उपसमितिमा हुनुहुन्छ। त्यसरी नै चाहिँ त कार्य विभाजन सम्बन्धी उपसमिति भनेर ती संरचनाहरूका काम कर्तव्य अधिकारहरू के हुन्छन् भनेर त्यसमा आदरणीय डाक्टर मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, सीता गुरुङ र मदन बहादुर अमात्य दोस्रो समितिमा हुनुहुन्छ र अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमिति भनेर हामीले तेस्रो समिति बनाएका छौँ, जसमा चाहिँ त आदरणीय मानबहादुर विश्वकर्मा, म रमेश लेखक, प्रदीप पौडेल र अमर सिंह पुन चाहिँ त त्यो समितिमा हुनुहुन्छ। हामी 12 जनाले चाहिँ त 3वटा समितिमा हामीले विभक्त गरेका छौँ र तीनवटैलाई चाहिँ त अघि नै मैले अनुरोध गरे जस्तो एउटा संरचनाका सम्बन्धमा छलफल गरेर प्रारम्भिक मस्यौदा तयार गर्ने, अर्कोले ती चाहिँ त संरचनाहरू जति बन्छन् माथिदेखि तलसम्म काङ्ग्रेसका ती संरचना। नेपाली कांग्रेसले राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। समितिले भदौ महिनाभित्र तयार हुने गरी पार्टीको विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा आगलागी हुँदा करिब 2 करोड मूल्य बराबरको क्षति। सोमबारदेखि मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संघीय संसदद्वारा सुरु, सरकारलाई घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानकर्षण। बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सरकारद्वारा निष्कर्ष। सिराहामा आफूहरूको माग सम्बोधन नगरेको भन्दै सर्वपक्षीय संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने, कर वृद्धि फिर्ता लगायत 8 बुँदे माग पूरा नगरे 9 दिने आन्दोलनका कार्यक्रम घोषणा। र नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयार पार्न 3वटा उपसमिति गठन। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।